होइन अब हाम्रो जति बेला दोस्ती यारी थियो त्यति बेला रक्सी चल्थ्यो होइन चल्थ्यो अब म जतिको रोस कोल भएको छ र मेरो त पर्यावरण रक्सी पनि ल्याइदिन्छ म खुसी लाग्छ बेकारमा प्रचार गरिदिनुहुन्छ मभन्दा धेरै धेरै खानेको चाहिँ होला केही पनि हुँदैन होइन यहाँ नाम गर्दै गयो भने सारा अहिले सबै मत मात्रै पाउनुहुन्छ तर यो होइन कि इन्डस्ट्रिज महत्त्वहरू छ कसैले सोखले खान्छ कसैले इच्छाले खान्छ कोही स्व इच्छाले खान्छ तर मलाई चाहिँ एकदम रक्सी एभोइड गर्नुपर्छ भन्ने चाहिँ जति बेला म पहिले बहुत खाएँ पैसा नभएर घरबाट ल्याएर बोलाएर ल्याएर त्यो थुनामै राख्ला जस्तो भइरहेको थियो रेस्टुरेन्टतिर फेरि उहाँ घरमा चाहिँ नखानुपर्ने मान्छे होइन खाइन्थ्यो त्यो चिज त्यो समय थियो त्यसमा म आत्मग्लानी पनि छुइनँ प्रयोग गरियो तर त्यसको सँग त्यति राम्रो भएन फेरि प्रयोग यसरी गरिन्छ कि डाक्टर सबैलाई गरिन्थ्यो त्यो कारण डर पनि हुँदैन फेरि त्यति बेला अहिले चाहिँ आफूले त्यसरी पनि खाइन्छ त त्यसरी पनि खाने हो त जस्तो लाग्छ तर त्यो चाहिँ फेरि डाक्टरै भएर नै त्यसरी पनि खाइयो होला त्यो मस्कर कति कुरा हुन्छ उहाँलाई एकदमै एक्साइटेड त्यो कारणले उहाँले मुडमा गाउनु भएको उहाँले एकदमै रियलिस्टिक गर्नु भएको यो मेरोमा अपराध आउँछ पछि मस्कर कति नै सुहाउँछ भनेर उहाँले नि गाउनु भएको सरी महेश सर प्रोफेसनली चाहिँ गाना गाउन चाहिँ हजुरलाई कतिको रहर छ जस्तो कि अहिले धेरै सम्भावना देखिन्छ यो स्वर देख्दाखेरि सुन्दाखेरि हामी देखिन्छौँ धेरै राम्रो छ प्रोफेसनली चाहिँ कतिको गाउने हजुरलाई रहर नभए त आजसम्म यो 30 वर्ष भइसक्यो निरन्तरता हुँदैन थियो रहर धेरै छ अवसर कम छ अवसर पनि मैले आफै क्रिएट गर्दाखेरि मात्रै आफ्ना रहरहरू पुरा गर्न सकिरहेको छु त्यसकारणले अवसरको खोजी पनि गरेका छैन यस अर्थमा कि अवसर पाइयो भने त्यो अवसरलाई पुरा गर्न समय दिन सकिन्छ कि सकिँदैन भने आफैमा कन्फ्युज हुन्छु किनकि धेरै व्यस्त छ हाम्रो प्रोफेसन रहर छ अवश्य पनि रहर छ र त्यो रहरसँगै रहर गरेर मात्र हुँदैन रहर गर्नु मात्र पनि होइन रहेछ जीवन रहरको लागि हरेक प्रहर काम गर्नुपर्छ त्यो अनुसारको मिहिनेत गर्नुपर्छ त्यो म कतिको गर्न सक्छु त्यसमा डिपेन्ड गर्छ मेरा रहर मेरा सपना पुरा हुनु